High protein, high fiber with Basi roti. Hello everyone, this is Sampada and I'm starting 15 days 15 healthy recipe videos जुन एकदम simple, healthy and tasty हुन्छ। यो दिन चाहिँ मैले र्याप बनाएको थिएँ। यसको लागि चाहिँ हजुरले आफ्नो घरमा अवेलेबल भएको भेजिसहरू सबैलाई इन्क्लुड गरेर एकैचोटि सटे गर्दा हुन्छ। रोटीलाई सफ्ट बनाउनलाई मैले एक किसिम तताएको थिएँ र यो सस रेडी गर्नलाई मैले दही, केचप, ब्ल्याक पेपर र सल्ट एड गरेको थिएँ। यसरी सबै कुरा रेडी भइसकेपछि हामी एसेम्बल गर्नको लागि रेडी हुन्छौँ। सुरुमा रोटीमा मैले भर्खर रेडी गरेको सस हालेँ, त्यसपछि चाहिँ मैले भेजिसहरू हालेँ विच इज हाई इन फाइबर। अनि त्यसपछि चाहिँ मैले प्रोटिनको लागि टोफु युज गरेको छु, जुन चाहिँ मैले सिम्पली सोया सस, फिस सस र नुन राखेर रेडी गरेको थिएँ। यो देख्दा त्यस्तो धेरै अट्र्याक्टिभ नदेखिए पनि दिस वाज रियली गुड। भेजिसहरूको लागि चाहिँ हजुरले आफ्नो घरमा अवेलेबल भएको जुन पनि भेजिसहरू राख्न सक्नुहुनेछ र आजै ट्राई गर्नुहोला र कमेन्टमा हजुरहरूलाई कस्तो लाग्यो भनेर भन्नुहोला। थ्याङ्क यू।